कति अनि उयो कति कहाँबाट हुनुहुन्छ नि 190 धरानदेखि हो है सोल्टिनी ब्लगरहरू चाहिँ तपाईँ कहाँदेखि हुनुहुन्छ यो त थ्याङ्क यू थ्याङ्क यू तपाईँ कहाँदेखि हुनुहुन्छ तपाईँले त भन्नु भएन यता सक्यो भ्याइँदैन होला यता के हुँदैछ यता त गफ गर्नु पर्दैछ सकेको हो आन्टीको भाइ परेको पर्कै हो आन्टीको कतिवटा गफ सकिने हो अनि मात्रै होइन त्यही पनि साथी चाहिँ हिँड्दो रहेछ त अब आउँछ नि साथी आन्टीलाई आन्टीको के हो भतिजहरू पर्छ होला भतिज के पर्छ नयाँ नयाँ साथीहरू आउँछ र हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको च्यानलमा सब्सक्राइब गरिदिनु होला सबिनजी त्यहाँ गर्नु पर्यो फेरि चिरो जाँदै हुन्छ त 1 घन्टा छ जानु नि त गएर आउनु नि मास्टर छैन मान्छे अनुहार पाउँदै गर्छु मलाई त आँखै बन्द भइसक्यो यस्तो भइसक्यो पहिले कति बजी लाइभ बसेर होला यहाँ त्यही हेर्नु यता 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 हेर्नु न लेख्नु भएको बाँकी भोक लाग्यो मलाई भोक लाग्यो गाई छन् साँच्ची के हुनु यहाँ केही छैन हिजो त केही छैन पाचक छ भने पाचक पनि छैन होला ह्याप्पी डेन्ची भाइलाई सोधेको कति छिटो आफ्नो पुगिसक्यो अरे मान्छे त सानो देख्छु सरकारी पढेपछि यस्तै हो अरे सरकारी पढेपछि यस्तै हो अरे 13 वर्षमा 8मा 9 10 14 15 वर्षमा यसो नि 5 क्लासमा पढ्ने जस्तै देख्दैछु त हौ ढाँटेको होला हामीलाई गफ दिएको होला होइन अरे कुन स्कुल हो कान्छा बाङ्गे अरे बाङ्गे हो बाङ्गेमा बस्ने हो छुट्टी मनाउन आएको होला के गर्नु भयो जानु पुग्दै गराइहाल्नु नि त के खाने कच्चा गर्दैन भात खानु पनि गएर भोक लाग्यो साह्रै गरी खानु अलिकति त खानु पर्थ्यो होला ऊ त के रहेछ ऊ त्यो केमा ऊ त कान्छाको हातै थिए त ल बट्टा ए पानीको बट्टा के देख्नु म त के हो थाहै भएन टिरिमिरी देखेर नि म चाहिँ 3 जना हुनुहुन्छ को हुनुहुन्छ म जाऊँ त बोलाउनु त सबैजना बोलाउनु भएर बोल्नु पर्यो त्यहाँ च्याट गर्नु पर्यो एभ्रीवान म जान्छु है त छिटो कुद्नु प्रदीप सोल्टी जस्तै भनिदिन्छु नि कान्छा भित्र गएर बस्छ न भित्रै बस्छ अल्छी लाग्छ